संपूर्ण हिंदू सनातनी मित्रहरूमा दाजुभाइहरूमा जय महाकाल। मित्रहरू के हामी धर्मभन्दा माथि पैसा रुपियाँ पैसा धन सम्पत्ति यो सब राख्न सक्छौँ के हामी हाम्रो वंशजहरूको लागि यो रुपियाँ पैसा धन सम्पत्ति काम आउनेछ? म सोध्न चाहन्छु र बताउन चाहन्छु के यो धन सम्पत्ति जुन कमाइराखेका छौँ के हाम्रो वंशजहरूलाई पछि काम लाग्नेछ? के हामी अहिले धर्मको लागि गलतको विरोधको लागि हामी उठ्न सकेनौँ भने पछि हामीलाई पछताउनु पर्ने छैन? साथीहरू, म लास्ट यही एउटा भिडियो हाल्दैछु, पछि पछताउनु पर्छ। हामीले रुपियाँ पैसा धन सम्पत्तिको लागि होइन, सत्यताको लागि, धर्मको लागि, अधर्मको नाशको लागि हामीले आवाज उठाउन आवश्यक छ। र म अहिले यो सब भिडियो बनाएर धर्मको जागरुकता ल्याउन खोजेर मैले थाकिसकेको छु। कुनै त्यस्तो रिस्पोन्स छैन कि यहाँ हाम्रो हिन्दूहरूमा धर्मको नाममा, राजनीतिक दलको नाममा, राजनीतिको खेलमा परेर र केही रासन पानीको लागि बढिरहेका छन्। पछि हामीहरूलाई झेल्न हामीहरूले त जसरी तसरी आफ्नो जीवन काटिहाल्छौँ, दिक्कत छैन। र पछि के हुन्छ भने पाकिस्तानमा जुन अहिले हिन्दूहरूको हालत छ र बङ्गलादेशमा जुन हिन्दूहरूको हालत छ, काश्मीरमा जुन हिन्दूहरूको हालत छ, धर्म सोधी गोली हानिएको छ, त्यस्तो समय यहाँ अवश्य पनि आउँछ। त्यसको लागि म पूर्व तयारी गर्नको लागि हिन्दूहरूलाई जगाउनको लागि यहाँ सोसल मिडियाद्वारा जगाइरहेको छु। घर घरमा सम्पर्क गरेर पनि जगाउने कोसिस गरिरहेकै छु। तर हिन्दूहरू अहिले पनि जातिगत हिसाबले, राजनीतिक पार्टीगत हिसाबले अलग अलग खण्डित भइरहेका छन्। म अब धेरै कुरा बोल्न चाहदैन। कमाउन छ भने आफ्नो छोराछोरीहरूलाई संस्कार दिनुस्, धर्मको ज्ञान दिनुस्, वास्तविकता बताउनुस्, सत्यता देखाउनुस्, संस्कार दिनुस्। यही सब हो वास्तविक धन। धेरै कुरा म बोल्दैन, बाँकी यही नै हो मेरो आजको लागि। जय महाकाल, धन्यवाद।